धेरै नेपालीलाई यो सेतो भाग मात्रै नेपाल हो, त्यहाँ चुच्चे नक्सा छ, त्यो चुच्चे नक्सा पनि इन्डियाले चाहिँ कब्जा गरेको छ, यति मात्रै नेपाल हो भन्ने परेको छ। तर हेर्नुहोस् त, पूर्वमा ब्रह्मपुत्र नदी अनि कामरू कामाख्या मन्दिर छ यहाँ, यो पूर्व भयो। दक्षिणमा हेर्नुहुन्छ भने गङ्गा नदीसम्म, गङ्गादेखि उत्तरको बिहारको भाग मात्रै इन्डियापट्टि हो। त्यहाँदेखि पश्चिमतिर जानुभयो भने रावी नदीसम्म यति विशाल छ। अनि यसको क्षेत्रफल चाहिँ 3,34,250 वर्ग किलोमिटर छ। अहिले नेपालको क्षेत्रफल चाहिँ सरकारले 1,47,141 भन्छ, तर एकपटक के भनेको थियो भने 1,47,516 भनेको थियो। तर खुट्टा कमाएर इन्डिया रिसाउला भनेर फेरि 1,47,181 नै भनेर नेपालको राष्ट्रिय तथ्याङ्क विभागले उसले निकालेको चाहिँ तथ्याङ्कको झलकमा चाहिँ त्यही पुरानै क्षेत्रफल कायम गरेको देखाएको छ। अब यो त मान्य छैन। तर के भने 1950 को नेपाल इन्डिया पिस एन्ड फ्रेन्डसिप ट्रिटीको आर्टिकल नम्बर 8 मा चाहिँ यो सन्धिले, यो त्यसको धारा 8 ले चाहिँ सुगोट सन्धि रद्द गरेको देखिएको हुँदाखेरि चाहिँ सुगोट सन्धि नै छैन भने कसरी नेपाल चाहिँ यो हुन्छ त? यो त अवैध ढङ्गले बनाएको नक्सा हो। किनभने नेपालको वैध नक्सा चाहिँ कामरू कामाख्या ब्रह्मपुत्र नदीदेखि रावी नदीसम्मको हो र त्यसको क्षेत्रफल चाहिँ 3,34,250 वर्ग किलोमिटर हो। यो कुरामा नेपाली जनताले ग्रेटर नेपाल राष्ट्र तिब्बतलाई साथ दिनुपर्छ भन्ने हाम्रो माग रहेको छ र हामी उहाँहरूसँग फेरि पनि भनेपछि हामी अधिकांश नेपालीलाई थाहा भएको चाहिँ यो सेतो जति मात्रै नेपाल हो भन्ने थाहा छ। तर खास नेपालको रियल नक्सा चाहिँ यो नक्सा यो हो। कालापानी त नेपालले ल्याएन भने, नेपाल सरकारले कालापानी ल्याउन त सहयोग पुर्याएन भने अनि यत्रो नेपाल ल्याउनुको निमित्त त के गर्ला र कसरी इन्डियासँग कुरा गर्ला र भन्ने किसिमको आशंका चाहिँ नेपाली जनतामा व्याप्त छ। हस्।